हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग एन्ड स्वागत छ तपाईँहरूलाई। आज चाहिँ हामी बेसी झरेको आधी बाटो आइपुग्यौँ। उतारमा बसिरहेको बेसीमा धानमा मल लाउनु भनेर बुढी म अनि पापा अगाडि जानु भइसक्यो। हामी चाहिँ दिदी घर आइपुगेर यहाँ आउँदा जाँदैछौँ। बुबाले काट्नु बोकेर बुढी यस्तो भाइले बोकेर अनि म बाल्टी बोकेर झर्दैछु। ओह्रालो खेत पनि आइसक्यो। हाम्रो दुईवटा खेत छ, एउटा माथिल्लो खेत एउटा तल्लो खेत। माथिल्लो खेत चाहिँ ठिकै छ, तल्लो खेत चाहिँ अस्ति अविरल धेरै वर्षाको कारणले पहिरो नै गएको छ को लाइनमा। परदेखिको यही हो साथी हो, हामीले माथिल्लो बारी गरेको खेत यस्तै छ। यहीँनिर आज हाम्रो मल छर्ने दिन टक्कसँगले यी छरेर अनि त्यसपछि तल्लो बारी पनि छर्नुपर्ने छ, तल्लो खेत पनि छर्नुपर्ने छ। तल्लो खेत त धेरै छैन, थोरै छ। यता बुवा छर्दै आउनुहुन्छ, यता म पनि छर्दै जाँदैछु। यता पोल्ट्रीतिर पनि छ, टक्क कसरी छर्नुपर्ने बेला भइरहेछ यो धानहरूलाई चाहिँ। यतिखेर ट्याक्क मल छर्यो भने मजाले लाग्छ नि त बोटमा। अब अलिकति छ, आधी जति चाहिँ हामीले मल छरिसक्यौँ। माथिल्लो बारीको चाहिँ अब यही हो, छर्नुपर्ने। यता उभो छरिसक्यौँ। अब यहाँ थोरै छ अनि यता थोरै छ अनि सक्यो। माथिल्लो बारी त्यही हो साथी हो। आजको दिन चाहिँ हामी मल छर्न आएको थियौँ तिनजना। धान पनि कस्तो भयो भनेर हेर्नु नि आयौँ। धान त ठिकै रहेछ, तर भत्केर खत्तम छ ठाउँ ठाउँमा। फाइनली सक्यो साथी हो, यहाँको नि माथिल्लो बारी सक्यो टक्कसँगले। अब तल्लो चाहिँ यहाँनिर तल छ, यही हो फेरि तल्लो खेत चाहिँ हाम्रो। यहाँदेखि यतिसम्म छ अनि यहाँ बिचमा छ, यही हो। त्यो हामी तल्लो खेतमा आइसक्यौँ। तल्लो खेतमा चाहिँ यहाँ पर एकदम पहिरो लागेर विरक्त छ यो साइडतिर। यहाँको दृश्य एकछिन तपाईँहरूलाई देखाउँछु म। यो चाहिँ यतिमा मल छर्नु भने यतापट्टि चाहिँ पहिरो धेरै गएको कारणले गर्दाखेरि अलैँची लगाएको छौँ हामीले यहाँनिर। अलैँचीको बोटहरू नि सबै पानी परेर मरेर बिजोग छ साथी हो। यहाँनिर कुनै ठाउँमा चाहिँ राम्रै झ्याङ्गेको छ, कुनै ठाउँ त सानो सानो मात्रै छ क्या यहाँनिर। हाम्रो कान्छा काकाहरूको चाहिँ यता पर्छ यो साइडमा अलैँची राम्रो छ। त्यहाँको दृश्य पनि तपाईँहरूलाई देखाउने छु म। हेर्न सक्नुहुन्छ तपाईँहरू मजाले। के कस्तो लाग्छ कमेन्ट गर्नु होला ट्याक्कसँगले। छौ साथीहरू, दुःख लाग्छ नि हौ मरिमरि आली भित्ता गरेर चाहिँ अब भत्केर यसरी जाँदा त कति खुसी लाग्छ ल किसानहरूलाई। हेर्नुहोस् साथी हो, यस्तो भएको छ हाम्रो खेत चाहिँ। अब पहिरो गएर यस वर्ष मात्रै यहाँनिर चाहिँ धान रोप्ने सोचाइ छ हाम्रो। यस्तो बिचैबाट यसरी गएको छ, यस्तो भएर गइरहेछ हौ साथी हो। विरक्त छ जिन्दगी किसानीको, पानीले भत्काइदिएर यस्तो भएको छ हौ साथी हो हालत। यहाँ हेर्नु न, यस्तो भेल बसेर यसरी भत्काएको छ खेतको गराहरू। यस्तो अवस्था छ अनि यस्तो अवस्था भएपछि धान कसरी रोप्नु होइन। त्यही भएर यसपालिलाई चाहिँ यति नै हो धान रोपाइ। आगोमदेखि चाहिँ अलैँची लाइन्छ टक्क यहाँ पल्लो गैरी खेतमा चाहिँ अलैँची लाछु। त्यहाँ पनि 1 वर्ष जति भयो, सानो सानो बिरुवा छ। कहिले हुर्केर कहिले छुरी हानेर कहिले टिपेर कहिले बेचेर खानु धेरै गाह्रो छ किसानीहरूलाई। बिरुवा बढ्दैन त्यस्तै। पोहोर रोपेको बिरुवाहरू चाहिँ यिनै हुन्, सानो सानो छ। अब यता धेरै ठाउँ रोपेको मरेर केही छैन, बिजोग छ।
यसरी यो भित्र मरेर सबै बिरुवा मरेर यसरी सबै भित्तामा रोपिदिएको बिरुवा मरेर नि केही छैन। पानी एकदम छिर्छियो पानीमा तातो घाम लागेपछि बिरुवा मुलाको त काल प्लाप्लित नै हुन्छ। त्यही भएर बिरुवा मरेर सबै फेरि बाँझै भइरहेछ क्या सबै। अब त्यो के अरे बजिएको जस्तो नि पुरै। अब यो अस्ति बाउसेराले आएर यसरी सफा गरेको कुनै कुनै बिरुवाहरूमा यसरी यस्तो छ बिरुवाहरू। यस्तो अवस्थामा 2-3 दिनमा मात्रै बल्ल बल्ल पानी कटाएर बिरुवाले स्याहार्यौँ। यस्तो छ पानी कटाएर हामीले होली बनाएर चाहिँ पानी कटाएर चाहिँ एकदमसँगले भित्र भएको अलैँचीको बिरुवा यसरी भित्तामा सारेर हल्का हेरचाह गर्दै। अब यो कहिले ठुलो हुने हो, यो धेरै समय लाग्ने भयो। साथी हो बिरुवाहरू नि फेरि यो अलैँचीको अब धानमा नि मल लगाइसकियो। अब चाहिँ हामी घर जाँदैछौँ। खेततिर अलैँची लाग्छ यो बाटा।